मर्न तयार हुनेको नाम लिस्ट तयार छ। अहिले तपाईको चाहिँ 100 जना भन्दा बढीले नाम दिइसकेका छन्। उनीहरूले कोटेश्वरको भाटभटेनी तोडफोड गरे, सुरक्षा गार्डलाई हातपात गर्दै भाटभटेनी सुपर स्टोर भित्र प्रवेश गरे र त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेका थिए। केही महिलाहरूले त्यहाँको कस्मेटिक सामान लिएर भागे भने केही पुरुषहरू रक्सीको बोतल लिएर भाग्दै गरेको दृश्य पनि देख्न सकिन्छ। भाटभटेनीको सामान लुट्न गएका हुन्, अझ यसरी पनि भनौँ सामान चोर्न गएका हुन्। यस्ता खालका राजा समर्थकबाट कस्तो खालको राज संस्था परिकल्पना गर्ने हो? नमस्कार, म अमर मजाककोटी। तपाईले आज सङ्घीय राजधानी काठमाडौँको 3 कुनेमा राजावादीहरूको अराजकता, उद्दण्डता र उशृङ्खल व्यवहार देख्नुभयो। चैत 15 गतेको दुर्गा प्रसाईको अगुवाईमा भएको राजावादीको आन्दोलन उद्दण्ड र अराजक मात्रै भएको छैन, उनीहरूको गतिविधि दण्डित हुने खालको पनि भएको छ। राजावादीको आन्दोलनले 3 कुने क्षेत्र तनावग्रस्त बनेको थियो। सुरुमा राज संस्था पुनर्स्थापनाको मागमा नारा जुलुस चलिरहेको थियो। जब कमान्डर दुर्गा प्रसाई आए तब स्थिति बिथोलियो। ढुङ्गा हान्न नपुगेर स्थानीयको घरमा आगो लगाउन थालियो। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगतै झडपको स्थिति बनेको थियो। सो क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गरे भने प्रहरीले पनि पानीको फोहरा, लाठीचार्ज र अश्रु ग्यास प्रहार गरे।